सबैलाई छठको धेरै धेरै शुभकामना। छठी मैयाले तपाईहरू सबैको मनोकामना पूरा गरोस्। साथीहरू, म यति बेला सिडनीको चिपिङ नटन भन्ने ठाउँको एन्जल पार्कमा छु र मेरो पछाडि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने कार्यक्रम भइरहेको छ र यो छठ पर्वमा खास गरी अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने र भोलिपल्ट बिहान उदाउँदै गरेको सूर्यलाई फेरि पूजा गरेर अर्घ दिएर छठको समापन गरिन्छ। सब हाम्रो हिन्दू त्यसमा सबभन्दा ठुलो पर्व भनिन्छ छठ। हजुर, खास गरी उत्तर भारत र नेपालको तराई क्षेत्रमा एकदमै लोकप्रिय छ यो छठ पर्व। तर पछिल्लो समय नेपालको पहाडी क्षेत्रमा, सहरी क्षेत्रमा र विदेशमा रहेका नेपालीहरू बीच पनि छठ पर्वको महत्त्व त्यत्तिकै छ। एउटा परम्परा नभएर हाम्रो एउटा इमोसन पनि हो। मतलब आफ्नो परम्परा नबिर्सेर हामी यहाँ अहिले चिपिङ नर्थनमा आएर यसो आफ्नो परम्परा बिर्सिनु भएन, टाढा भए पनि। धन्नै छुटेको भने आज यो भिडियोमा छठको शुभकामना दिने 5 जना साथीहरूलाई हामी 100 अस्ट्रेलियन डलर खुत्रुका खातामा हालिदिनेछौँ। फेसबुकबाट 2 जना र टिकटकमा कमेन्ट गर्ने 3 जना साथीहरूलाई हाम्रो विज्ञापन सहयात्री लक्ष्मी होम लोन्सले यो उपहार दिँदैछ। लक्ष्मी होम लोन्स भनेको चाहिँ अस्ट्रेलियामा तपाईँले घर किन्छु भन्यो भने मोर्गेज कसरी लिने, ब्याङ्किङ प्रोसेस के हुन्छ भनेर सहायता गर्ने एउटा कम्पनी हो। कमेन्ट गरिहाल्नु है। छठ पर्व किन मनाइन्छ भन्दाखेरि प्रकृतिको पूजा, सूर्यको पूजा। खास गरी सूर्यलाई शक्तिको प्रतीक पनि मानिन्छ। सूर्यदेवकै कारण यो सारा पृथ्वी, यो सारा जगत चलिरहेको छ र सूर्यदेवको त्यही शक्तिको पूजा आराधना गरिन्छ र सूर्यदेवको बहिनी मानिएको छठी माताको उपासना गर्ने। हाम्रो काठमाडौँ तराईमा जस्तो छठ हुन्छ त्यस्तै सिडनीमा छठ राम्रो हुँदो रहेछ। धेरै खुसी लाग्यो। महाभारतकै कथा हेर्ने हो भने पनि द्रौपदीले जब पाण्डवहरू वनवासमा थिए, बाहिर थिए, जङ्गलमा थिए, त्यो बेलामा शक्ति प्राप्त गर्नका लागि छठी माताको उपवास गरेको पाइन्छ। आफ्नो परिवारमा सुख, शान्ति, समृद्धि छाओस् र सन्तान प्राप्ति होस् र सबै जगतको भलो होस् भन्नका लागि छठ पर्व मनाइन्छ। हाम्रो धर्म संस्कृतिलाई जोगाउनलाई अस्ट्रेलियामा पनि हामीले हाम्रो तराई एसोसिएसनले जुन जमर्को गरेको छ, द्याट्स ग्रेट टु सी। र पछिल्लो समय अस्ट्रेलियामा रहेको जुन नेपालीहरूले पनि यसलाई धुमधामका साथ मनाउँदै आउनु भएको छ। यति बेला मेरो पछाडि देख्नुहुन्छ तपाईँले पुरै धार्मिक अनुष्ठानका साथ, विधि विधानका साथ छठ पर्वको पूजा भइरहेको छ। लगभग हामीले 2015 सालदेखि हामी टेम्पे पार्कमा मनाउने गर्थ्यौँ र अहिले आएर सङ्ख्या बढ्दै गएको हुनाले हामीले यो चाहिँ ब्युटिफुल ठाउँ पाएको हो। यो लगभग अहिले 1500 प्लसकै सङ्ख्या मैले महसुस गरिरहेको छु। र यो छठ पर्वको अर्को विशेषता भनेको यसमा पुजारी हुँदैन। केवल जो भक्तजनहरू हुन्छ उहाँहरू आफैले नै एकदमै मनदेखि श्रद्धाका साथ छठी माको सम्झिने गर्छ। त्यो आज पानीका बावजुद पनि धेरै मान्छे आउने जाने छाता ओढेर रमाउने गर्नुहुन्छ। यसले चाहिँ के देखाउँछ भने हाम्रो नेपाली संस्कृति, नेपाली परम्परा कति धनी छ र त्यसलाई प्रवासमा बसेर पनि हामीले कसरी जगेर्ना गरिरहेका छौँ। र यो सिङ्गो नेपाललाई जोड्ने यो पर्वको लागि तपाईँहरूलाई पनि धेरै धेरै शुभकामना। छठी माले तपाईँहरू सबैको मनोकांक्षा पूरा गरोस्। यदि तपाईलाई आईटीमा करियर बनाउन टेक्निकल ट्रेनिङ, मेन्टरशिप र प्रपर गाइडेन्स चाहिएको छ भने टेक स्किल्स आउनुहोस्। टेक स्किल्सले आईटीमा जब पाउनको लागि धेरै स्टुडेन्ट्स र ग्रेजुएट्सलाई मद्दत गरिसकेको छ। अब पालो तपाईको।